रणनीतिहरूका चारवटा विविध रणनीतिहरूमा चाहिँ हामी आम सञ्चार अहिले त आम सञ्चारलाई सोसियल मिडियाले पनि अब धेरै सूचनालाई प्रभाव गरेको हुन्छ। त्यति बेला चाहिँ आम सञ्चारमा यदि आत्महत्याको बारेको समाचार सम्प्रेषण गर्दा चाहिँ आधुनिक रूपमा हामीले संवेदनशीलता अप्नाउन सक्यौँ भने त्यस्ता रिपोर्टिङहरूले नागरिकहरूलाई आत्महत्याका जोखिमहरू आत्महत्याबाट उनीहरूले पार्ने प्रभाव र यसबाट कसरी जोगाउन सकिन्छ भन्ने बारेमा जानकारी पनि प्रभाव हुन्छ। त्यसैले गर्दा आत्महत्यासँग सम्बन्धित रहेर सूचना सम्प्रेषण गर्नको लागि हामीले संवेदनशील ढङ्गले यसको सम्प्रेषण गर्नुपर्छ भन्ने गाइडलाइन तयार गरे अनुसार नेपाल सरकारले पनि 2080 सालमा एउटा गाइडलाइन तयार गरेर शीघ्र कार्यान्वयन गर्छ। त्यस्तो स्वास्थ्य सङ्गठनले चाहिँ यस्ता रिसोर्स भर्चुअलहरू आम सञ्चार लगायत धेरै सार्वजनिक क्षेत्रमा र सामाजिक क्षेत्रमा बहस गर्ने बेलामा विद्यालयमा कार्यस्थलमा पनि आत्महत्या रोकथामका लागि विभिन्न प्रकारका प्रयासहरू गर्न सकिन्छ भनेर समर्पणहरू डिजाइन गरेको छ र हामी त्यो मध्येको एउटा सञ्चारकर्मीहरूको लागि रेस्पोन्स रिपोर्टिङको सिलसिलामा छलफल गर्छौँ। त्यो प्राइभेटाइजेसन इन्टेलिजेन्स हुन्छ। म यसको पृष्ठभूमिको बारेमा कुरा गर्छु। त्यसैले हामीले बुझ्दै रहनुपर्ने कुरा के छ भन्दा आत्महत्याका बारेमा हामीले विविध प्रकारका शब्दावलीसँग परिचित रहनुपर्छ। आत्महत्या आफैमा चाहिँ एउटा मृत्यु हो जसमा व्यक्ति आफूलाई थाहा हुन्छ यो मेरो कामले मृत्युसँग पुर्याउँछ। त्यसरी जानी गरेका कामबाट हुने मृत्युलाई आत्महत्या भन्छौँ। यदि व्यक्तिले जोगाउन सक्यो भने त्यो चाहिँ आत्महत्या प्रयास मात्र हुन्छ। र आत्महानि भन्ने शब्दावलीमा चाहिँ व्यक्ति आफूले आफूलाई हानि गर्ने आफूलाई पीडा गराउने दुःख दिने काम गरेको हुन्छ तर मृत्यु उसको चाहना हुँदैन। र कतिपय सवालमा आत्महानिका प्रयासहरू दुर्घटनावश मृत्यु हुन सक्छ तर व्यक्ति आफूले मृत्यु रोजाइ हुँदैन तर आफूले हानि गर्ने प्रयास गरेको हुन्छ। त्यो चाहिँ आत्महत्याको लागि अर्को एउटा जोखिमपूर्ण व्यवहार हो। अनि यो 2023 मा नै विश्व सङ्गठनले रिसोर्स भर्चुअल भनेर परिमार्जित निर्देशिका जारी गरेको छ र त्यसका हाराहारीमा हाम्रो नेपाल सरकारको आफ्नो गाइडलाइन अहिले सञ्चालन भएको छ। त्यसैले मानसिक स्वास्थ्यको बारेमा मैले अघि नै परिभाषामा कुराकानी गरेँ र मानसिक हिसाबले स्वस्थ रहने व्यक्तिका केही सूचकहरू हुन्छन्। त्यो इन्डिकेटर्सहरूले व्यक्ति मानसिक हिसाबले स्वस्थ हो वा होइन भन्ने कुरालाई निर्देशित गर्छ। त्यसैले गर्दा स्वस्थ मानसिक अवस्था भएको व्यक्तिले चाहिँ सम्बन्धलाई सकारात्मक राख्न सक्नुपर्छ अनि समय र वातावरण अनुसार चुनौतीहरूलाई चिर्दै अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्छ अनि तनावलाई सही ढङ्गले व्यवस्थापन गर्न सक्नुपर्छ। भावनात्मक हिसाबले स्थिरै अवस्थिरै गएर काम गर्न सक्नुपर्छ र आफ्नो क्षमता अनुसार योजना बनाउन त्यही क्षमता अनुसार योजनालाई परिचालन गर्न र त्यसबाट परिणाम निकाल्न सक्नुपर्छ भन्ने चाहिँ मानसिक स्वास्थ्य सूचकहरू हुन्। विश्व स्वास्थ्य सङ्गठनले विगत धेरै वर्षदेखि सन् 1993 देखि अक्टोबर 10 तारिकलाई विश्व मानसिक स्वास्थ्य दिवस भनेर मनाइरहेको छ र नेपाल सरकारले पनि विगत 7 वर्षदेखि यसलाई हरेक वर्ष सचेतना अभियानको रूपमा सञ्चालन गरिरहेको छ। अनि विश्वव्यापी हिसाबले मानसिक स्वास्थ्यको विषयमा कुरा गर्ने भने नर्सरी रोग मध्येका 18% स्वास्थ्य समस्याहरू मानसिक स्वास्थ्यसँग सम्बन्धित छन् र अपङ्गता बनाउने स्वास्थ्यका 10 महत्त्वपूर्ण कारणमध्ये 5 वटा मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेका छन्। र बालबालिका तथा किशोर कुरा गर्ने भने 20% बालबालिका तथा किशोरहरू यो वा त्यो प्रकारको विभिन्न मानसिक स्वास्थ्य समस्या भावनात्मक स्वास्थ्य समस्या र विकाससँग सम्बन्धित स्वास्थ्य समस्याबाट ग्रसित छन्। र आत्महत्याको कुरा गर्ने भने हामीले अत्यन्तै माया गरेर हुर्काएका हाम्रा बालबालिकाहरू किशोर युवा अवस्था हुँदाखेरि 15 देखि 29 वर्षका उमेरमा उनीहरूको त्यसैले त्यस पृष्ठभूमिमा नेपाल सरकारले पहिलोपटक सन् 2020-77 सालमा देशमा के छ त मानसिक स्वास्थ्यको समस्याको अवस्था भनेर राष्ट्रव्यापी सर्वेक्षण गरेको थियो र त्यसले के देखायो भने हामी नेपालीहरू 18 वर्षभन्दा बढीका नेपालीहरूलाई यो वा त्यो प्रकारको मानसिक स्वास्थ्य समस्या हुने जीवनकालमा हुने सम्भावना 10% रहेको छ र आजकै मितिमा 4.3% नेपालीहरूलाई चाहिँ मानसिक स्वास्थ्य समस्या भएको कारणले गर्दा उनीहरूलाई स्वास्थ्य जरुरी छ भन्ने राष्ट्रिय तथ्याङ्क छ। त्यसैगरी किशोर किशोरीको उमेरमा हेर्ने भने उदासीनताको समस्या 0.6% जुन वयस्कमा 2.3% छ र आत्महत्याको जोखिम अथवा सोचको व्यापकता पनि किशोर किशोरीहरूमा 3.9% 13 देखि 17 वर्षका किशोर किशोरीले आफूलाई आत्महत्याको सोच आएको 1 महिनामा जानकारी गराएका छन् भने 6.5% वयस्कहरूले चाहिँ 1 महिनाभित्र आत्महत्याको सोच आएको कुराको रिपोर्टिङ गरेका थिए र आत्महत्याको प्रयास पनि 1.1% वयस्क 18 वर्षभन्दा माथिका व्यक्तिहरू र
13 देखि 17 वर्षभित्रका 7% आत्महत्या प्रयासको रिपोर्टिङ गरेको हाम्रो राष्ट्रिय तथ्याङ्क हो। त्यसैले गर्दा हाम्रो यी तथ्याङ्कहरूले नेपालमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याको व्यापकताको बारेमा हामीलाई प्रष्ट प्रमाण पेश गर्दछ। र यिनी कुरालाई तथ्याङ्क हिसाबले हेर्ने भने हरेक 40 सेकेन्डमा विश्वमा एकजना व्यक्तिले आत्महत्याको घटनाबाट मृत्यु भइरहेको हुन्छ र नेपालमा पनि हरेक दिन 20 जना भन्दा बढी नेपालीहरूको आत्महत्याबाट मृत्यु भइरहेको हुन्छ। र यिनै तथ्याङ्कलाई आधार मानेर हेर्ने नेपाल प्रयोगको तथ्याङ्कलाई हेर्ने हो भने हामी पछिल्ला वर्षहरूमा आत्महत्याको तथ्याङ्क करिब 7,000 जना नेपाली प्रति वर्षको आत्महत्याको तथ्याङ्क छ। यसमा हामीले विभिन्न प्रयास गर्दाका बावजुद पनि आत्महत्याको तथ्याङ्क त्यति धेरै संख्यात्मक ढङ्गले हामीले नियन्त्रण गर्न सकिरहेको अवस्था रहेन। त्यसैले गर्दा हामी हजुरहरूसँग साझेदारी गरेर आत्महत्या रोकथाममा सहकारी गर्न चाहन्छौँ। र गत आर्थिक वर्षको तथ्याङ्कलाई जुन 7,055 जना थियो त्यसमा हेर्ने भने बालबालिकाको हकमा बालिकाहरू बालकभन्दा बढी देखिएको छ भने वयस्कको हकमा पुरुषहरूको तथ्याङ्क महिलाभन्दा बढी देखिएको छ। र यो गरेर 7,055 जना नेपालीले गत वर्ष आत्महत्या गरेका थिए। र प्रदेशगत हिसाबले हेर्ने भने जनसङ्ख्याको जहाँ बढी जनघनत्व छ त्यहाँ बढी आत्महत्या भएको तथ्याङ्क छ। अब रह्यो के कारणले हुन्छ त मानसिक स्वास्थ्य समस्या र यसको एउटा जटिलताको रूपमा आत्महत्या भन्ने विषय हेर्ने भने मानसिक स्वास्थ्य समस्या एउटै मात्रै कारणले हुँदैन। कतिपय समाचार हामीले हेर्ने गर्छौँ एउटै विषयले लिएर चाहिँ मानसिक स्वास्थ्य समस्या भयो अथवा त्यो कारणले गर्दा आत्महत्या परिणाम आयो भन्ने कुरा हामी कहिले कहिले रिपोर्टिङमा पढ्ने गर्छौँ। र पछिल्ला दिनहरूमा हजुरसँग हामी अन्तर्क्रियामा त्यस्तो सहज ढङ्गले हामी आत्महत्याको र मानसिक स्वास्थ्य समस्याको कारणलाई यकिन गर्न सक्दैनौँ। यसमा विविध कारणहरू छन्, जैविक मनोवैज्ञानिक सामाजिक सांस्कृतिक कारणहरू छन्, आर्थिक विषयहरू छन् र वातावरण विषयको जटिल अन्तर्क्रियाले एउटा व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट गुज्रिन सक्छ। र यस्ता मानसिक स्वास्थ्य समस्याहरू विशेष डिप्रेसनको समयमा पहिचान गर्न सकिने भने यसले ल्याउने एउटा जटिलता कम्प्लिकेसन चाहिँ आत्महत्या बन्न सक्छ। अनि सबभन्दा ठुलो जोखिम चाहिँ पारिवारिक इतिहास जिन जैविक विषय चाहिँ आत्महत्या र मानसिक स्वास्थ्य अत्यन्तै धेरै सरकार राख्दछ। यदि परिवारमा कोही व्यक्तिलाई मानसिक स्वास्थ्य समस्या छ अथवा कसैले आत्महत्याको घटना घटाउनु भएको छ भने त्यस्ता व्यक्तिहरू त्यो परिवारका सदस्यहरू चाहिँ आत्महत्याको जोखिममा अरूभन्दा ज्यादा हुनुहुन्छ। अर्को उदासीनता भएका व्यक्तिहरूले आत्महत्या गर्ने सम्भावना आत्महत्याको पूर्ण तथ्याङ्कलाई हेर्ने भने करिब 80% आत्महत्या घटना चाहिँ डिप्रेसन भएका व्यक्तिहरूले समयमा नै डिप्रेसनको पहिचान र उपचार नभएका कारणले गर्दा आत्महत्यासम्म पुगेको तथ्याङ्क पाइएको छ। अर्को रक्सीजन्य पदार्थहरू लागु औषधको प्रयोगको प्रभावका कारणले गर्दा व्यक्तिले आत्महत्या गरेका घटनाहरू बढी देखिएका छन्। अर्को सवाल चाहिँ विभिन्न प्रकारका मानव सृजित अथवा प्राकृतिक प्रकोपहरू र यसले ल्याउने कठिनाइका कारणले गर्दा व्यक्ति मानसिक स्वास्थ्य समस्यामा पर्ने यस्ता व्यक्तिहरूको समयमा मानसिक स्वास्थ्य समस्याको पहिचान नहुने उनीहरू आत्महत्या गर्ने घटना देखिन्छन्। त हामीले पछिल्लो समयमा 2072 सालको भुइँचालो अनि कोभिड-19 को सवालमा हेर्ने भने त्यति बेला आत्महत्या घटनाहरू बढेको तथ्याङ्क देखिएका छन्। अनि असाध्य प्रकारका शारीरिक स्वास्थ्य समस्याहरू जसमा चाहिँ लामो समस्या औषध उपचार गर्नुपर्ने पीडा बढी हुने शारीरिक र सामाजिक हिसाबले उहाँहरूलाई असहज हुने र आर्थिक हिसाबले पनि अप्ठ्यारोमा पार्ने खालका दीर्घ स्वास्थ्य समस्याहरू भएका व्यक्तिहरूले पनि आत्महत्या गर्न सक्ने सम्भावना अरू व्यक्तिको भन्दा बढी हुन्छ। त्यसले गर्दा दीर्घ स्वास्थ्य समस्यालाई पनि हामीले आत्महत्याको एउटा जोखिम हिसाबले लिएका छौँ। अब यस्तो जोखिममा भएका व्यक्तिले कस्तो व्यवहार गर्छन् त उनीहरूलाई हामीले कसरी जोखिम पहिचान गरेर रिस्क म्यानेजमेन्ट गर्न सक्छौँ भन्ने बारेमा हेर्ने भने अघि नै पनि भनियो जिनबाटै जोखिममा रहेका व्यक्तिहरू अथवा विगतमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू भविष्यमा आत्महत्याको प्रयास गर्ने अझ बढी जोखिममा रहने गर्छन्। जीवनका तनावसँग व्यवस्थापन गर्न सक्नुपर्ने र त्यसबाट अगाडि बढ्न सक्नुपर्ने सिप चाहिन्छ जस्तै हामी कोपिङ मेकानिजम भन्छौँ। यस्ता सिपहरूले गर्दा व्यक्तिलाई चाहिँ आफ्नो जीवनमा अगाडि बढ्न प्रेरणा मिल्छ। जसरी हामीले यहाँ पनि हेरिरहेछौँ यो खाना पकाउने सिलसिलामा पनि जसरी एउटा प्रेसर कुकरमा निश्चित प्रेसरमा त्यो खाना पकाइयो भने त्यो खाना छिटो पाक्छ र राम्रो पाक्छ। त्यो प्रेसरलाई यदि व्यवस्थापन गर्ने सिप र त्यो खालको एउटा संसाधन भएन भने कहिलेकाहीँ व्यक्ति दुर्घटनामा पनि पर्न सक्छ। त्यसैले गर्दा तनावमा रहेका व्यक्तिलाई उसको जोखिमलाई समयमा पहिचान गरेर
जोखिम व्यवस्थापनको सिप अथवा हामीले उपायहरू गरिएन भने त्यसले आत्महत्या जस्तो एउटा ठुलो दुर्घटना पनि निप्ट्याउन सक्छ, जस्तै हामी रोकथाम गर्न सक्छौँ र हामी ठुलो भूमिका रहन्छ। आत्महत्याको विषयमा हाम्रो समाजमा अझै पनि विभिन्न प्रकारका भ्रम र अन्धविश्वासहरू रहिरहेका छन्। यसमा चिर्नको लागि पनि हामी आम संसारको ठुलो भूमिकामा महसुस गर्छौँ। जस्तो कि हाम्रो समाजमा रहेको भ्रम के छ भन्दा जो व्यक्तिले आत्महत्याको बारेमा कुराकानी गर्छ त्यसको बारेमा अलिक बढी आफूलाई यो समस्या भएको सबैले कुरा गर्छ भने यस्तो व्यक्तिहरूले चाहिँ कुरा गर्छ काम गर्छ भन्ने हुन्छ। तर त्यसो होइन। आत्महत्या गर्ने व्यक्तिमध्ये 100मा 80भन्दा बढी व्यक्तिहरूले चाहिँ आत्महत्याको बारेमा कोहीसँग कुराकानी गरेको हुन्छ। त्यस्ता कुराकानीहरूलाई हामी संवेदनशील हिसाबले लिनुपर्ने हुन्छ। अनि हाम्रो अर्को भ्रम के छ भन्दा एउटा व्यक्ति आत्महत्याको प्रयास गरेको छ जसरी हामीले गर्छौँ जोगाउन सकिँदैन भन्ने अर्को भ्रम छ। त्यसो होइन। हामीले विभिन्न सुरक्षाका विधिहरू अप्नाएर उसलाई जोखिमबाट जोगाएर र उसको जुन मानसिक स्वास्थ्य समस्या छ त्यसलाई पहिचान र उपचार गरेर व्यक्तिलाई आत्महत्याबाट हामीले जोगाउन सक्छौँ र यस्ता क्षणिक सोचहरूलाई हामी बदल्न सक्छौँ। अर्को बिना सङ्केत आत्महत्या गर्छ भन्ने जुन आम बुझाइ र भ्रम छ यसलाई चिर्न सकिन्छ। किन भन्दा उनीहरूले कुनै न कुनै प्रकारका स्पष्ट अथवा अस्पष्ट प्रमाणहरूले अथवा सङ्केतहरूले दिएका हुन्छन्। अर्को कुरा चाहिँ आत्महत्यालाई हुने कुरा टार्न सकिन्न भन्ने पनि आम अन्धविश्वास र भ्रम रहन सक्छ। तर त्यसो होइन। हामीले विभिन्न प्रकारका आत्महत्या रोकथामका उपाय अप्नाएर आत्महत्याका घटनाहरूलाई हामी टार्न सक्छौँ, घटाउन सक्छौँ। र एउटा व्यक्ति एकपटक आत्महत्या गर्न चाहे सधैँ ऊ त्यसबाट प्रेरित हुन्छ भन्ने कुरा पनि छ। तर त्यसलाई हामीले उच्च जोखिम भन्ने मान्ने गर्छौँ। तर जोखिम मूल्याङ्कन र सोही अनुसारको व्यवस्थापन अथवा त्यो अनुसारकै हामीले जोखिमलाई रोक्नको लागि र जोगाउनको लागि प्रयास गर्यौँ भने हामी आत्महत्याको एकपटक प्रयास गरेको व्यक्तिलाई हामी जोगाउन सक्छौँ। र आत्महत्याको बारेमा कुरा गऱ्यो भने आत्महत्याको जोखिम बढ्छ धेरै मान्यता छ। समस्या भएको व्यक्तिलाई सोध्नको लागि पनि मान्छे हिचकिचाउने र परिवारले पनि यस कुरालाई ढाकछोप गर्ने जुन मान्यता छ। तर त्यसो होइन। आत्महत्याको सोच भएका व्यक्तिलाई हामीले उनीहरूसँग प्रभावकारी सञ्चार र संवाद गरिदियो भने त्यस्ता व्यक्तिले आफ्नो कठिनाइका बारेमा खुल्न सक्छन् र उनीहरूले हामीसँग सहयोग लिन सक्छन्। उनीहरूलाई धेरै कुराहरू चाहिँ हल्का भएको महसुस हुन सक्छन्। आत्महत्या रोकथाममा संवाद ठुलो भूमिका रहन्छ। अनि कसरी यस्ता व्यक्तिहरूलाई सम्हाल्ने आत्महत्याको बारेमा सोच भएका व्यक्तिले हामीसँग संवाद गर्नु भने के गर्ने भन्ने बारेमा चाहिँ हामीले जहिले पनि जोखिमलाई आकलन गर्नुपर्छ। उच्च जोखिम भएको व्यक्ति हो अथवा तत्काल उसले चाहिँ आत्महत्याको लागि योजना गरेको छ त्यसलाई हामीले चिकित्सकीय सल्लाह लिनुपर्ने, इमर्जेन्सीमा भर्ना गर्नुपर्ने र औषध उपचार गर्नको लागि हामीले यसका सम्प्रेषण गर्नुपर्ने पनि हुनसक्छ। कति व्यक्तिहरूलाई हामीले उनीहरूलाई सँगै रहेर संवाद गरिदियो भने उनीहरू हल्का भएको महसुस गर्न सक्छन् र त्यति बेला परिवारले सल्लाहका भएर पनि उनीहरूलाई सहयोग गर्न सक्छ। त्यसैले गर्दा हामीले व्यक्ति आत्महत्याको जोखिम छ वा छैन भन्नको लागि चाहिँ उसँग बसेर एउटा गुणात्मक समय दिएर उसको मनोभावना बुझेर सिधा हिसाबले उसँग सोध्नुपर्छ र त्यो अनुसारको सुरक्षाका रणनीति अप्नाउनुपर्छ। अर्को कुरा चाहिँ सहानुभूति भन्दा समानुभूति चाहिन्छ। त्यसैले गर्दा हामीले धैर्यपूर्वक सुन्ने र उसका कुरालाई बुझ्ने प्रयास गर्नुपर्छ र त्यति बेला सहयोग गर्नुपर्छ। कुनै पनि व्यक्तिले आत्महत्याको कुरा गर्नुहुन्छ भने त्यो पहिलो प्राथमिकता उहाँहरूसँग बसेर संवाद गर्नुहुन्छ र उहाँलाई सहयोग गर्नुपर्छ, गम्भीरतापूर्वक लिनुपर्छ, जोखिमको आकलन गर्नुपर्छ र आत्महत्या बाहेक जीवनका अरू सुन्दर पक्षका बारेमा पनि हामीले खुलेर संवाद गर्नुपर्छ। र नेपालको सवालमा अघि पनि विश्व स्वास्थ्य सङ्गठनका 4वटा विभिन्न रणनीति मध्ये आम संसारसँग रहेर संवेदनशील समाचार सम्प्रेषणको बारेमा कुरा गर्ने त एउटा रणनीति सधैँ थियो। अर्को चाहिँ आत्महत्याको लागि प्रयोग हुने साधनको पहुँचबाट रोक्ने भन्ने पनि रणनीति थियो। त्यो अनुसार नेपालमा धेरै आत्महत्या विषादीको प्रयोगबाट भइरहेका छन्। नेपाल सरकारले विगत 25 वर्षमा 26 प्रकारका विभिन्न हाइली हाजरस पेस्टिसाइडहरू ब्यान गरिसकेको छ। त्यही पनि हाम्रो देशको खुला सीमाका कारणले गर्दा कतिपय ब्यान गरेका औषधिहरू पनि नेपाली बजारमा पाइन्छन्। यस्ता विषादीहरूको पहुँचबाट रोक्ने र उहाँहरूलाई सुरक्षित राख्ने उपायहरू गर्नुपर्छ र सहयोगको पहिचान गर्ने र उहाँलाई सहयोग दिन सक्यो भने आत्महत्याको समस्या भएका व्यक्तिलाई सम्हाल्न र उहाँलाई जोगाउन सकिन्छ। अनि उहाँहरूले एक्लो छोड्नु हुँदैन, उहाँहरूलाई जोखिम रहेको बेलामा साथ र सहयोग दिनुपर्छ। के गर्नु हुँदैन? कतिपय सवालमा हामी हिजोसम्म खुसी भइरहेका व्यक्ति अथवा कोहीसँग रिस उठेर आत्महत्या कुरा गर्छ भने हामी त्यस्ता व्यक्तिहरूलाई चाहिँ बेवास्ता गर्छौँ अथवा कतिपय सवालमा यस्ता धम्की भनेर हामीले दिने गर्छौँ। तर त्यस्तो धम्कीलाई धम्की होइन, उसले सहयोगको लागि आफ्नो भावना व्यक्त गरेको भने बुझ्नुपर्छ
र छक्क पर्ने अथवा उसलाई हतोत्साही गराउनु हुँदैन। तपाईँ जस्तो मान्छेले आत्महत्याको कुरा गर्ने मलाई त्यस्तो त लागेकै थिएन। तपाईँ कायर नहुनु, आफ्नो कुरा राख्नबाट रोक्नु हुँदैन। त्यस्तो बेलामा हामीले उसलाई छक्क पर्ने अथवा हतोत्साही गराउनु हुँदैन। अनि सबै कुरा ठिक भइहाल्छ नि, आत्तिनु पर्दैन भनेर उसलाई अनावश्यक र अस्वाभाविक आश्वासन पनि दिनु हुँदैन। त्यति बेला सहयोग गर्नुपर्छ। समस्यालाई सानो देखेर केही पनि होइन, यसले सबै ठिकठाक भइहाल्छ नि भन्नु पनि हुँदैन। उसको लागि केही तिर्ने भाडा भएको हुन्छ, त्यति बेला सहयोग दिनुपर्छ। ल गर्न त गर्न, हामी भन्छन् नि आज मरे भोलि 2 दिन हुन्छ भन्ने खालको सोचले उसलाई चुनौती दिनु पनि हुँदैन। यस्तो विषयलाई अत्यन्तै संवेदनशील हिसाबले हेर्नुपर्छ। र नेपाल सरकारले विगत 5 वर्षदेखि यस्तै व्यक्तिहरूको समस्यालाई सुनिदिनको लागि हाम्रो समाजमा अझै पनि विभिन्न खालका अन्धविश्वास, भ्रम र एक अर्काप्रति आफ्नो कुरा खुलेर गर्ने बातहरू नभइरहँदा यस्ता व्यक्तिहरूलाई नन जजमेन्टल लिसनिङको लागि कम्तीमा सुनिदिने मात्र संयन्त्र रहोस् भन्नका लागि 24 घण्टा निःशुल्क हेल्पलाइनको व्यवस्था गरेको छ। अहिले एनसेल र एनटिसीका सम्पूर्ण सेवाग्राहीहरूले निःशुल्क रूपमा 1160 मा आफ्नो कुरा सुनाउन सक्नुहुन्छ। त्यहाँ जोखिमको मूल्याङ्कन हुन्छ र उच्च जोखिम व्यक्तिहरूलाई नेपाल प्रहरीले उद्धार गरेका अथवा अस्पतालसँग प्रेषण गरेका हाम्रा विभिन्न सफलताका कथाहरू पनि छन्। त्यसले 1160 24 घण्टा आत्महत्या रोकथामका लागि संसद रहेको निःशुल्क हेल्पलाइन पनि हो। यो बारेमा हजुरले पनि जानकारी दिनुपर्छ। र यसका रोकथामका प्रमुख रणनीतिहरू विश्व संगठनले भने जस्तै हामीले पनि जोखिमलाई पहिचान गर्ने, यस्ता व्यक्तिहरू उपचार गर्ने, अनि स्वास्थ्य कर्मीहरूलाई र गेटकिपरलाई समुदायमा सचेत गराउने, उहाँलाई तालिम दिने, मिन्स रेस्ट्रिक्सनमा विषादी र औषधि मादक पदार्थहरूको बिक्री वितरणमा नियन्त्रण गर्ने सम्बन्धी नीतिहरूको कार्यान्वयन गर्ने। हामीसँग यो प्लान्ट क्वारेन्टाइनबाट यस्ता कामहरू भइरहेका छन्। अर्को चाहिँ सम्भावित साधन तथा माध्यमहरूमा पहुँच सीमित गर्ने अनि रिपोर्टिङको लागि हजुरसँग निरन्तर सहकार्य भइरहेको छ। हामी 2080 सालका आसपासमा 7 प्रदेशमा त्यहाँ भएका पत्रकारजीहरूसँग अन्तर्क्रियात्मक छलफल त्यति बेलादेखि नै सुरुवात गरिरहेका छौँ र अहिले हामी यहाँ छौँ। अर्को मानसिक स्वास्थ्यको उपचारको लागि अघि नै पनि मैले भने आत्महत्या चाहिँ मानसिक स्वास्थ्य समस्यासँग र व्यक्तिको एउटा समस्यालाई समाधान गर्ने सिपसँग प्रत्यक्ष जोडिएको छ। त्यसैले गर्दा हामीले मानसिक स्वास्थ्य विषयलाई देशको संविधान र कानुन अनुसार आज स्वास्थ्यको रूपमा राज्यले समावेश गरेको छ। यो भन्नुको मतलब हाम्रो स्वास्थ्यको तल्लो इकाइ समुदायमा रहेका हरेक स्वास्थ्य संस्थाबाट मानसिक स्वास्थ्यका आधार सेवाहरू प्रदान गरिन्छन् र यसको उपचारको पनि प्रबन्ध मिलाइएको छ। अनि यिनै 4वटा स्ट्राटेजीमा हामीले काम गरिरहेका छौँ र हजुरहरूसँग त्यसमा संवाद गरिरहेका छौँ। हामी सबैको साझा दायित्व र भूमिका रहेको छ। सो हेर्दा सबभन्दा ठुलो कुरा हजुर हामी पनि कहिलेकाहीँ तनाव हुन सक्छौँ, हामीलाई पनि कहिलेकाहीँ अप्ठ्यारो हुनसक्छ। हाम्रै सहकर्मी साथी जो हामीसँगै काम गर्नुहुन्थ्यो उहाँले पनि 3 वर्ष अगाडि आत्महत्या गर्नुभएको छ। त्यसले गर्दा आत्महत्यासँग हामी जो पनि कहिले आफ्नो जीवनमा त्यो खालको सोच आउन सक्छ। त्यति बेला हामीले पनि सो हेरचाह गर्ने सिपको अपनाउनुपर्छ र त्यसबाट जानकार हुनुपर्छ। तनाव हुनसक्छ, जो कसैले पनि तनाव व्यवस्थापनका सामान्य सिद्धान्तहरू छन्। जति बेला हामी रिल्याक्स रहन सक्ने, डिप ब्रिदिङ एक्सर्साइज गर्ने, अलिकति आफ्नो कुराहरू चाहिँ अरूसँग व्यक्त गर्दा पनि तनाव व्यवस्थापन हुन सक्छ। यी सिपहरू हामी सबैले अपनाउँदा हामीलाई र मानसिक हिसाबले पनि राम्रो हुन्छ र आत्महत्याका जोखिमबाट पनि जोगिन सकिन्छ। समुदाय अत्यन्तै ठुलो क्षेत्र हो जसमा चाहिँ आत्महत्याको बारेमा भएका अन्धविश्वास भ्रमहरूलाई बदल्नको लागि र एउटा समाजमा व्यक्तिलाई चाहिँ स्वाभिमानपूर्वक बाँच्नको लागि हामीले समाजलाई केही ढङ्गले अलि बढी साक्षर, अलि बढी जानकार, अलि बढी चाहिँ मानसिक स्वास्थ्यप्रति मैत्री बनाउनु जरुरी छ। त्यसले गर्दा यो राज्यको र समाजको साझा दायित्वमा हामीले काम गर्नु छ र व्यक्तिलाई जो व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहनु भएको छ अथवा आत्महत्याको सोच आइरहेको छ उहाँलाई कायर गर्नुपर्ने, त उहाँलाई सामाजिक हिसाबले हेलाहोचो गर्नुपर्ने, लान्छना अथवा विभेद गर्नुपर्ने, कुनै पनि मानवाधिकारको हिसाबले पनि र एउटा मानव व्यवहारको हिसाबले पनि त्यो न्याय पाउँदैन। त्यो बारेमा हामीले समाजलाई जानकार गराउनुपर्छ र जोखिममा रहेका व्यक्तिहरूको विषयलाई ध्यानपूर्वक सुनिदिनको लागि समाज सहिष्णु रहनुपर्छ र आत्महत्याको बारेमा समाजमा विभेद गर्ने, कसैलाई लान्छन लगाउने अथवा समाचारमा हामीले यसलाई अतिरञ्जित गर्ने होइन। यसलाई सबैको साझा दायित्वको हिसाबले समाज निर्माण गर्नुपर्छ। साथी सङ्घको ठुलो भूमिका रहन्छ। हामी वर्क प्लेस मेन्टल हेल्थको बारेमा कुरा गरिरहेका छौँ। त्यसले गर्दा जो साथी सङ्घी आत्महत्याको सोच्नका व्यक्तिहरूको सङ्गतमा रहनुहुन्छ उहाँहरूले उहाँहरूसँग बसेर चाहिँ मानसिक स्वास्थ्य समस्याको बारेमा, उहाँको अरू समस्या र आत्महत्याको अहिलेको जोखिमको बारेमा कुराकानी गर्नुपर्छ। हेर्नु हुँदैन। अनि विद्यालय, नर्स, विद्यालय
का साथीसङ्गी र शिक्षकहरूको धेरै महत्त्वपूर्ण भूमिका रहन्छ आत्महत्याको बारेमा। हजुरलाई पनि थाहा नै छ, हाम्रो यही ललितपुरको एउटा विद्यालयमा लगातार 3 जना बालबालिकाले आत्महत्या गरिसकेपछि धेरै ठुलो चाहिँ त्यहाँ मानसिक स्वास्थ्यको बारेमा बहस, त्यसपछि छलफल, त्यहाँ ओरिएन्टेसन पनि भएको थियो। त्यसले गर्दा विद्यालय पनि किशोर अगाडि पनि मैले निवेदन गरेँ, हाम्रो बालबालिका र किशोर विद्यालयमा छन्, उनीहरूको शिक्षा मात्रै होइन, त्यहाँ उनीहरूले स्वास्थ्यको पनि एउटा फाउन्डेसन बन्ने समय हो। त्यसले गर्दा अहिले व्यक्तिले स्वास्थ्यको बारेमा पनि आधारभूतसँग जानकारी लिने ठाउँ हो। त्यसले गर्दा त्यहाँको वातावरण पनि बाल मैत्री हुनु जति जरुरी छ, मानसिक स्वास्थ्यको हिसाबले त्यहाँ संवाद गर्न सहज हुनुपर्छ। र नेपाल सरकारले विगत 3 वर्षदेखि यो आत्महत्या रोकथामको 11 शिशुकला विद्यालय शिक्षामा पनि 8 कक्षाको शिक्षामा उनीहरू किताबमा समावेश गरेको छ। 11 शिशु मानसिक स्वास्थ्यको लागि जानकारी लिने हटलाइन हो भन्ने कुरा विद्यालयको किताबमा देशव्यापी हिसाबले समावेश गरेको छ। र नेपाल प्रहरी जसको कानुन कार्यान्वयन मात्रै होइन, समाजलाई अझ बढी सुरक्षित राख्ने दायित्व पनि छ। र 2081 सालमा नेपाल प्रहरीले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना पनि सञ्चालन गरेको थियो, जस अन्तर्गत चाहिँ नेपाल प्रहरीले हरेक आफ्नो इकाइ रहेको ठाउँमा उहाँहरूको चाहिँ मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको लागि संयन्त्र बनाउने भन्ने कार्ययोजना थियो, जसको जिल्ला स्तरीय संयन्त्र रहने अनि पालिका स्तरीय रहने, वडा स्तरीय पनि संयन्त्र रहने। त्यहाँ चाहिँ जोखिम मूल्याङ्कन गर्ने, त्यस्ता व्यक्तिहरूलाई उपचारको लागि प्रेषण गर्ने अनि पहिचान गरेका व्यक्तिहरूलाई चाहिँ परामर्श गर्ने भन्ने नेपाल प्रहरीको कार्ययोजनामा रहेको थियो। त्यसलाई पनि तपाईँ हामी सबैको साझेदारीमा यस्तो निरन्तरता दिनको लागि हामीले काम गर्न सक्छौँ। उहाँहरूलाई यो कार्ययोजना काम गर्नको लागि पनि सञ्चार माध्यमबाट सहजीकरण, सहयोग र कतिपय सवालमा समन्वय पनि गर्न सकिन्छ। उहाँले बहुक्षेत्रीय